म हस्पिटल जाँदैछु। एकछिन मलाई भेट्न आऊ न, अस्ति डेटिङ गएको ठाउँमा। हेर न मम्मी हस्पिटलमा चिकित्सै हुनुहुन्छ अनि म कसरी भेट्न आउँ तिमीलाई? मलाई 5 मिनेट भेट्न आऊ अनि जाऊ न। प्लिज कुरा बुझ न यार, मम्मी हस्पिटलमा हुनुहुन्छ। नाइके प्लिज, तिमीलाई मेरो मायाको कसम, मलाई 5 मिनेट भयो नि भेट्न आऊ। कहाँ त्यही अस्ति आएको ठाउँमा हो? हो त्यही हो, छिटो आऊ ल। ल म आउँछु। कहाँ गई थिए? सधैँ भेट्ने ठाउँमा भेटौँ न भन्थे। झन् आफूलाई कस्तो तनाव छ। उहाँ मम्मी हस्पिटलमा हुनुहुन्छ, भेट्न आयो, टाइम दिन भन्ने कराउँछ। एकचोटि फोन चाहिँ गर। कुरेको यत्रो बेर भइसक्यो, अहिलेसम्म नि आएको छैन। मायाको कसम भन्छ, अहिलेसम्म नि आउँदिन। आफूलाई यस्तो इमर्जेन्सी छ, फेरि फोन गरे मोबाइल पनि आउँछ। मम्मी हस्पिटलमा हुनुहुन्छ, अहिलेसम्म ढिलो भइसक्यो। Ha 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 ha!